यं वरमा वरुणेन्द्र रुद्रमरुस्तन्वन्ति दिव्यैस्तवैर्वेदैः शङ्खपदकर्मोपनिषदैर्गायन्ति यं समगा ध्यानावस्थितगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमञ्चन्दनचर्चितो जलवपु शुक्लाम्बरां मल्लिका मालालङ्कितकुण्डला परिविलसनं मुक्ताबलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसाददक्ष्यामि नारायणकथाविवां नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। अथ तृतीयो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यो सबै कुरा तिमी संक्षेपमा सुन। त्यसपछि बिरणीका गर्भदेखि 33 कोटी कन्या जन्मे। ती कन्याहरूलाई दक्ष प्रजापति र बिरणीले सस्नेह सेवा सुश्रा गरी पालिराखे। ती कन्या देवताहरूले कसरी विवाह गरे भनेर अगस्त्यले प्रश्न गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनीश्वर, स्वर्गमा देवता ऋषि दिक्पाल गन्धर्व यक्ष नागहरू बसी सभा गरे। त्यसमा देवताहरूले भने, हाम्रा स्त्री छैनन्, स्त्री नभई घर गृहस्थी हुँदैन, एउटी दुईटी कन्याले हामीलाई हुँदैन, तसर्थ दक्ष प्रजापतिका 33 कोटी कन्या छन्, तिनैलाई मागौँ भन्ने कुरामा सबैको सहमति भयो। यो काम गर्न सक्ने योग्य व्यक्ति नारद ऋषि छन्, उनैलाई कन्यार्थी गराएर दक्ष प्रजापति कहाँ पठाउने निश्चय गरिसके। नारदजीलाई डाक्न पठाएर सबै कुरा भनेर दक्ष प्रजापतिको घर पठाए। ऋषिलाई दक्ष प्रजापतिले आदर सत्कार गरी पूजा गरेर भोजन गराइसकेपछि सोधे, हे ऋषिवर, कहाँबाट के कामले आउनु भएको? तब नारद ऋषि भन्दछन्, हे दक्ष प्रजापति, 33 कोटी देवताले विवाह गर्नलाई तिम्रा कन्याहरू माग्न पठाएका हुनाले आएको हुँ। देवता ज्वाइँ तुल्याइ हुनु पर्यो। यस्तो कुरा सुनेपछि दक्ष प्रजापति भन्दछन्, हे नारद, भलो भन्यौ, म धन्य रहेछु। मेरा 33 कोटी कन्या 33 कोटी देवतालाई दिएँ। जेठी सतीदेवी भने दिने छैन, किनभने मेरा छोरा छैनन्। त्यसैले सम्पत्तिको रक्षा गर्न मैले राख्नै पर्छ। अरू कन्याहरूलाई देवताहरूले भनेका दिन तिमीले जसलाई जुन जुन कन्या दिन भन्ने छौ, उही उही देवतालाई उही उही कन्या दिनेछु। अब तिमी देवताहरूलाई यो खबर देऊ र लग्नको दिन ठहर्याएर कन्यादान लिन आउन्। यति भनेर नारदलाई नाना उपचारले पूजा गरेर बिदा दिए। नारदजीले पनि स्वर्गमा गएर सबै देवताहरूलाई सुनाइदिए। देवताहरूलाई छोरी दिने निश्चय गरी लग्नको दिन ठहराए। शुभ मुहुर्तमा कन्यादान लिन आउने कुरा नारद मुनिका मुखदेखि सुनेर देवताहरू खुसी भए। सुदिन ठहराई देवताहरू कन्यादान लिन भनेर दक्ष प्रजापतिका घर गए। 33 कोटी देवता आएका देखेर दक्ष प्रजापतिले पनि आदरपूर्वक सबैलाई सम्मान गरेर कन्यादान गरी 33 कोटी देवतालाई खुसी पारे। सबै छोरी ज्वाइँहरू दक्ष प्रजापतिसित बिदा मागेर आफ्ना आफ्ना घरमा जाँदा भए। 33 कोटी देवताले विवाह गरेको कुरा कैलाशका अधिपति शङ्करजीले नारद मुनिद्वारा थाहा पाएथे अनि आफ्नो मनमा विचार गरेर हेरे। ती देवताहरूले एक वचन पनि भनेनन्, मेरो केही वास्तै राखेनन्। आफूहरूले सुटुक्क आफ्नै विवाह गरेछन्। तिनीहरूले विवाह गरे भन्ने सुन्दा मलाई पनि दम्पति हुने इच्छा भयो। विवाह कोसित गरौँ, एक्लै विवाह हुँदैन। कसकी छोरी कस्ती कस्ती छन् भन्ने कुरा उब्जियो र ध्यान दृष्टिले विचार गर्न लाग्दा दक्ष प्रजापतिकी सबैभन्दा जेठी छोरी सतीदेवीको विवाह भएको रहेनछ भन्ने थाहा पाए। देवताहरूले मर्यादा राखेर विवाह गरेका रहेनछन् ठानेर खुसी भए। अब दक्ष प्रजापतिको घर ती कन्या माग्न कसलाई लमी तुल्याएर पठाउँ, बरु आफै जान्छु भन्ने मनमा विचार उठ्यो र कन्यार्थी भएर दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले महादेव आएको टाढेबाट देखि आफ्नी पत्नी बिरणीसित भन्छन्, ओ त्यो आएको महादेव हो, देख्यौ के भन्न आयो? यता दम्पति यस्तो कुरा गर्दै थिए। त्यसै बेला महादेव दक्ष प्रजापतिको घर मुनि आएर घरमा को छ भनेर बोलाए। दक्ष प्रजापतिले झ्यालबाट हेरेर माथि आइज भनेर डाके। महादेव माथि पुगेपछि दक्ष प्रजापति भन्दछन्, हे महादेव, त आज मेरो घरमा किन आइस, के काम छ? यस्तो प्रश्न सुनि महादेव भन्छन्, हे प्रजापति, तिमीले कृपा गरेर 33 कोटी देवता कन्यादान पाई खुसी भए। मेरी
पनि स्त्री छैन, तसर्थ सतीदेवी कृपापूर्वक प्रदान गरेर मलाई पनि देवताहरूलाई जस्तै उद्धार गर। म योग्य पनि छु, छोरी एउटालाई नदी नहुने हो। योग्य वर पाएमा दिनु उचित सम्झन्छु। महादेवले भनेको कुरा सुनेर दक्ष प्रजापति रिसले आँखा नदेख्ने जस्ता बाहिर भन्छन्। पापिष्ट निर्लज्ज त कस्तो भने, मसानमा बस्ने, खरानी घस्ने, बिस्पाङ धतुरो खाने, बाघको छाला ओढी डमरू हातमा लिने बुढो, साँडेमाथि चढ्ने, नाङ्गै बस्ने, भूत प्रेतहरूमा अरूका माझमा बस्ने, देख्दै डरलाग्दो त्यस्तालाई, कमलपत्र जस्तो नेत्र भएकी, सुकुमार शरीरवाली, मधुर मृदु भाषिणी, 32 लक्षणले युक्त भएकी मेरी छोरी कसरी तेरो योग्य होलिन्। कुपात्रका हातमा पवित्र धन, यज्ञको शुद्ध हबी कुकुरका मुखमा जस्तो योग्य हुँदैन, त्यस्तै नै त पनि मेरी पुत्रीको योग्य छैनस्। त मेरो घरमा बस्न लायकको पनि छैनस्। एकपटकलाई माफी दिए, भइगयो, जा, अहिले नै जा भनेर पाखुरामा समय उचालेर घरबाट निकालिदिए। बाहिर आएपछि नदिने भए दिन्न भने होइजान्थ्यो। अनेक तरहका वचनले निन्दा गर्नै पर्ने थिएन। यति भनेर महादेव मन दुखाएर बाटो लागे। हिँड्दा मनमा यस दक्षले मलाई निन्दा गर्यो, अब यसकी छोरी अवश्य विवाह गर्दछु। यस्तो विचार लिएर वैकुण्ठमा विष्णु भगवानको दरबारमा पुग्नुभयो। शङ्करजी आएको देखेर चाँडै उठी आदरपूर्वक आसनमा बसाएर भगवान भन्नुहुन्छ, हे महादेवजी, के कामले मेरो घर पवित्र गर्नुभयो? यस्तो प्रश्न सुने र महादेवले सब कुरा भनी, हे विष्णु, मेरा स्त्री छैनन्, जसका स्त्री छैनन् त्यसको घर छैन। स्त्री नहुने कहिले सुखी हुँदैन। अब जसो गरेर हुन्छ दक्ष प्रजापति मलाई पारिदिने उपाय गर्नु पर्यो, यही कुरा भन्न आएको हुँ। तब विष्णु भन्नुहुन्छ, हे भगवान, म अहिले दक्ष प्रजापतिको घर जान्छु। म फर्केर नआउन्जेल हजुरले यही राजोस्। यो काम म अवश्य पुरा गरेर हजुरलाई शान्ति दिनेछु भन्ने मनमा छ। यति पनि विष्णु दक्ष प्रजापतिको घर जानुभयो। भगवान विष्णु आफ्ना घरमा आएको देखेर हर्षले गदगद हुँदै, आज मेरो घर पवित्र भयो, के कामले सवारी भयो? मैले गर्नुपर्ने के काम छ? यस्तो दक्षको कुरा सुनि विष्णु आज्ञा गर्नुहुन्छ, दक्ष प्रजापति, केही माग्न भनेर आएको हुँ, तपाईँले दिने भए मागौँ। यस्तो कुरा सुनेर दक्ष प्रजापति भन्छन्, हे भगवान, हजुरले मागेको वस्तु अवश्य दिनेछु, यसमा मिथ्या हुने छैन, आज्ञा हवस्। यस्तो कुरा सुनेर विष्णु भगवान भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा मनमा सुख शान्ति छैन, किनभने म अहिलेसम्म अविवाहित छु। तपाईँले कृपा गर्दा सम्पूर्ण देवताको मनोरथ पूर्ण भयो। अब सतीदेवी मलाई दिई मेरो मनोरथ पूर्ण गर्नुहोस्। यस्तो वचन सुनेर दक्ष प्रजापति भन्न लागे, हे विष्णु, छोरो नहुनाले मैले पुत्रको सट्टा उत्तराधिकारी बनाएर राखेकी छोरी दिनु त अनुचित हो, तर म वचनबद्ध भएको हुनाले लाचार भए, दिनै पर्यो। सुदिनमा असल लग्न ठहराई विवाह गर्न पाल्नुहोला। यस्तो अमृत जस्तो मिठो वचन सुनेर विष्णु वैकुण्ठ पाल्नुभयो। विष्णु आएको देखेर तिमी गएको काम के भयो भनेर महादेवले सोध्नुभयो। विष्णु आज्ञा गर्नुहुन्छ, हे ईश्वर, काम त होला जस्तो छ, तर मैले आफूलाई पनि मागेर आएँ। अब हजुरले दक्षको कन्यादान दिन लागेको बेलामा बुढो सन्यासीको रूप लिएर भिक्षा माग्न आउनु मलाई भिक्षा नदिई कन्यादान लिने दिने गर्यो भने लिने दिने दुवैलाई श्राप दिनेछु भन्नु, अनि मैले मेरो लग्न बित्न लाग्यो, आउनुहोस्, एकैछिन यहाँ बस्नुहोस्, कन्यादान भइसकेपछि भिक्षा मिल्छ भन्छु, उसो भए चाँडो गर भनेर भनेपछि मानेर आउनु, अनि म आफ्नो साथमा बसाउनेछु। कन्यादान दिँदा दक्षको आँखा छली कन्यादान हजुरलाई दिन लगाउँछु। यस दिन यस बेला दक्ष प्रजापतिको घरमा सवारी होला भन्ने विष्णुले भनेको वचन सुनेर आनन्द मानी बिदा भएर कैलाश पर्वतमा शिवजी पुग्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्तानि व्रत कथायां दक्ष कथा विवाह वचनो नाम तृतीयो अध्याय समाप्त। उपनयन्तु मङ्गलं सकल जगत् मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथिवी शैशशालिनी देशूयं शुभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु शरदां शतं
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युद्वार कथा प्रसङ्ग या कुन्देन्तु तुषारहारधवला या शुभवस्त्रावृता या पीडावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माण्डचतुशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वतीं भगवतीं निःशेषजाड्यपहा कायेन वाचा मनुष्येन्द्रिये वा बुद्धात्मना वा प्रकृतिस्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। बोलिए श्री स्वस्तानी परमेश्वरी की जय।